हेलो एभ्रिवान, गुड मर्निङ। र आज चाहिँ हामी बिहानै के गर्दैछौँ भन्दाखेरि आमा र छोरी गफ गर्दै फुलको लागि मल फिर्दैछौँ है। अन्त आमाले चाहिँ फुल रोप्नु एकदमै ज्यादा रुचाउनुहुन्छ नि त, त्यसले गर्दाखेरि आमा र म मिलेर चाहिँ फुल रोपेको छौँ। अस्ति बिजन ल्याएको छु नि त मैले है आमा, सिजन थस र रेनिन्कुलस त्यो लेख्छौँ। अन्त त्यसको लागि चाहिँ हामीले एकदमै मल रेडी गर्दैछौँ। यसमा चाहिँ के छ भन्दाखेरि भनिदिनु त आमा, के हो यसमा? पत्ताको मल, अलिक माटो, गाईको पाकेको मल पाकेकोबाट लिएर फिटफाट पारेर चाहिँ रोप्नुपर्छ। पट भरेर है। मल बेसी भयो फेरि म तपाईँहरूलाई अवश्य देखाउने छु। आमाले यो अहिले रोपेको फुल चाहिँ होइन, त्यसको टाइम भएपछि कसरी फुल्दो रहेछ भनेर अवश्य देखाउने छु होइन। अब चाहिँ म बोल्दिनँ, अन्त मेरो र आमाको गफ सुन्दै तपाईँहरू हेर्नुहोस् ल। यता फिट्नुपर्छ ल हजुर। ए होइन, नानीले छुनु दिएको थिएन नि त हौ यहाँ हौ। त्यो कालो माटो यसो यस्तो काठहरू निकालिदिनु। निकाल्नुपर्छ नि। यसो अब चाहिँ के हो यो? है मटर मटर ए मटर अस्ति बसेछ त्यहाँ। बेब्स है, बेब्स आइज पट भर्नु। यसमा चाहिँ उयो लगाउँ ल। त्यहाँ उयो छ हौ, प्लान्टहरू छ कि? कुन चाहिँ प्लान्ट? त्यहाँ भइरहेको छ फुलमा। पुग्छ तपाईँको पट? पट पुग्दैन, यसो छ अझै होइन होइन। त्यो फुलेको निकाल्नुपर्छ नि त। अस्ति कति लिएको? आमा 50 हालेको छ। एउटा सोध्छु ल क्वेसन ल। अब पहिला त म बिहा नभई थिएँ होइन, त्यति बेला त्यति बेला आउँथेँ होइन। त्यति बेला आएको राम्रो थियो कि? अन्त अब बिहा भएर आउँदा खुसी लाग्छ। मैले पहिला मतलब बिहा नभइकन आउँदा खुसी थियो कि होइन? अहिले खुसी मतलब अर्कै खालके खुसी हुन्छ नि, के लाग्छ तपाईँलाई? के लाग्छ? अब खुसी लाग्छ नि बिहा भएर आउँदा। बिहा भएर गएको मेरो छोरी बल्ल बल्ल आयो, कहिले आउँछ भन्ने इन्तजार हुन्छ। पहिला त अब बिहा नभई जति बेला आइज भन्दा पनि आउँथ्यो। अब अहिले बिहा भएर त जति बेला आइज भन्दा पनि आउनु पाउँदैन। आफ्नो घरको पनि हेर्नु पर्यो। आइ नानी स्नेक साप नदिन नि, मैले हुन्छ हौ अहिले मुखमा हात हाल्छ कालुले। बहिनीले गदेउला खेलाउँदै चाहिँ गदेउला। अन्त भन्नु न अरू। अब अहिले चाहिँ यस्तो, पहिला त आएर जेसुकै खा भने जस्तो लाग्थ्यो होला होइन, अहिले चाहिँ यस्तो खा भन्नुलाई मन लाग्छ। नानी डिस्टर्ब नगर्न हौ भनिदिनु। जस्तो जे भए अब यो पनि खाउँछ, त्यो पनि खाएरै जाउँछ भन्छु नि। अब खान्छ, अब तिमीलाई गरेर खान्छ होला नि। आबोको माया ल भन्नु। आइ भनिदेऊ, हाई भनिदेऊ भने खै अन्त हात हाल्लाइदिएनौ त। अब त्यही भनेको नि मैले चाहिँ खासमा अब हुन्छ नि त होइन, एउटा जस्तै अब म बिहा भएर गएँ होइन हजुर। अन्त त्यो एउटा फरक त पर्छ होला नि त है। पर्छ नि। अब पहिला बिहा नभइकन काम गर्दाखेरि आएकोमा र अहिले बिहा भएर आएकोमा धेरै फरक हुन्छ होला नि है। फरक हुन्छ। बिहा नगर है केटाकेटी, अहिले अलिक वर्ष भन्दाखेरि त अब जान्छु काम गर्न, काम पाइरहन्छु भनेको नि त है। काम पाएँ, काम गरेर स्नेक ककलाई देऊ। काम गर्नु पर्यो भनेर स्कुटी किने मागेर त किनेर पनि गइहाल्यो छ स्कुटी। आमालाई थाहै भएन। 2 खुट्टे स्कुटी है। टाइट खालके नभर्नु ल नानी। ल न यी जा ककलाई दे। यसो गर्दै भर त। पुरानो अन्त भन्नु न अरू पनि अब के भन्नु? सोचेको थियो म बिहा हुन्छु नि र। के सोच्थ्यो? स्कुटी किन्छु भनेर त। बाबा तपाईँ आधी म आधी ल। यति हुन्छ होइन है। विदेश पनि पुगिहाल्यो स्कुटीमै। अहिले त म विदेशबाट त आएको नि तपाईँलाई भेट्नु। नि त बिहा भएको त विदेश भएको, विदेश गएको जत्तिकै त हो होइन। कसो गरे बहिनी? कसो गरे स्नेकले? प्रिसीले पो डल्लै टुक्रा टुक्रा पारेर खेलाएर नापार्दै आइज न भनेको नि। अब होइन अन्त अब यहाँ भिडियोमा सुन्छ होला फेरि है भन्नु। कोही पट ठुलो कोही पट सानो छ है।
यो त अक्लो छ त हेर्दैन नि फेरि लामो खल्के हो त्यो यो तपाईँ हो म त्यो हो नि त दानापुरकोमै फुलाउने नि त फेरि आमालाई म गीत सुनाइदिउँ क्या के सुनाइदिउँ गीत ए सुन्दैन के सुन्ने लु गिगा त कुन चाहिँ गीत गाइदिनु भन्नु कुन तपाईँले चाहिँ गीत गर्छ अब तपाईँलाई मनपर्ने भन्नु न म गीत गाइदिन्छु आजकल त मन पर्दैन बुढी भएर तर मन भने सुन्ने हेर्दा हेर्दै ढल्क्यो जोबाना तर मन बुढो भएन तर मन बुढो भएन अहिले 40 काट्नेले यही गीत सुन्छ नि त मनलाई चित्त बुझाउनु क्या हो हेर्दा हेर्दै बुढो भएछ तर मन चाहिँ बुढो हुँदैन अरे नि ठिकै हो गीतले भनेको त है अब हेर्नु म अब अहिले म 29 पुगेँ होइन आमा अब 29 पुग्छु होइन 28 मा छ अहिले 28 मा छु होइन 29 पुग्छु होइन अर्को वर्ष अब पुगेको जस्तै लाग्दैन मलाई क्या हो अन्त पनि म अहिले पहिलाको जस्तै छु त पहिलाको फोटो हेर्छु कि सानो बडे होइन अनुहार पनि मजाले त्यो हुन्छ नि क्या हो सानोको अनुहार हो सानोको अनुहार अहिलेको हेर्छु कि छिप्पा हुन्छ नि यहाँ चाहिँ छिच्चे केटीहरूले उमेर कहिले बढाउँदैन अरे नि त होइन म त भन्छु जे छ त्यही ट्रु भनिदिन्छु जति पुगे पनि खालि 30 भन्दैन अरे है बढ्दैन अरे गफ गर्दिन न हौ आमा के बढाउनु पनि त भएन नि त अन्त घरसँग कसले भन्यो भनेर हो त सबै कुरा होइन नि? मान्छेले सम्हाल्नु पर्छ है भन्दा नातिनीहरू आफू जत्रो भइसक्यो ए यतिको हेर्नु त बेबी त्यही राख भोकिन्छ बहिनी अहिले होइन बनाउनु हुँदैन अब त्यो भरेको हो नि त हौ हजुर यो अन्त भरि गरेर नि फुल रोप्नुपर्छ नि त बाबा म त नुहाउनु अल्छी लाग्यो चिसो भयो पुरा के चिसो बेबी कहाँ जानु भएको होला नि फेरि लड्छ बुढी हेर्दै हिँड्नुहोस् अब यसरी यहाँ बस्नु पहिला त होइन आमा बिहा भएर आउँदाखेरि बिहा नभइकन आउँदाखेरि त पुरा गफ गर्नु पाउँथे होइन बहिनी त देखेन त देखेन अन्त छुट्टी बस्नु पाउँथिन होइन होइन आमा त्यति बेला ऊ बहिनीले पनि पट भर्दैछ हो भन्नुहोस् बहिनी अब त्यति बेला चाहिँ जति बस्नु मन लाग्दा पनि बस्नु मन पाउँथे हो अन्त गफहरू पनि लामो गर्नु पाउँथे अहिले त है पाउँदिन बोलेको नि त्यही फोनमा त हो अब गफ गर्नु नपाउने आफूहरू गइहाल्यो त अगाडिले घरिघरि त बित्थामा गएछु जस्तो लाग्छ नि हौ राम्रो त राम्रो छ नि अब त्यस्तो केही पनि छैन कि छनु चाहिँ तर पनि त्यो आफ्नो लाइफ सोच्दाखेरि क्या पहिलाको जिन्दगी नै बिचेसान भएर होइन त के गरेको यस्तो रहेछ नि त खास चाहिँ अब पहिला बिहा नभइन्जेल त जिम्मेवारी उठाउनु परेको थिएन नि त आफूले होइन अहिले चाहिँ अब घर शाखा सन्तान हेर्नु पर्यो इष्टमित्र होइन त्योहरू जिम्मेवारीहरू बढ्दो रहेछ त्यही कारणले पनि घरबाट निस्किनु पाउँदैन रहेछ है बिहा भएपछि चाहिँ आमा हेर्नु त आमा टाइट हालेको छुइनँ ए बहिनी ल यसलाई अब म हेर ल पहिया गरिदिन्छु खेलिरहेको छ अलिक माथि चाहिँ यसो मिन गरेर हाले न हाले त हुन्छ हुन्छ होइन यसो गर्नुहोस् साइडमा चाहिँ यसो गर हो पछि फेरि खप्पै पछि आमालाई म एउटा गीत गाइदिन्छु ल दामी छ तपाईँको लागि गीत गाएको ल नानी गीत सुनाइ नानाले जस्तै यो गर बहिनी भुङलुङ्गै ढलेर अघि गीत छ सुन्नु है अब आमाको लागि मैले यो अस्ति अनलाइनमा पनि गीत गाएर हालेको छु कि सानोको अब कहाँबाट उठाउँ भने सुरै गर्नु एउटा हातले उचाल्छ त अन्त बाहुबली यो त लामो पट होइन हेर्नु ल सानोमा यस्तै गरेर हुर्काउँछ अरे आमाले क्या हामीलाई पस्किँदैछ कि म भोको छुइनँ भन्ने मेरी आमा भन्दै अनिँदै कहाँबाट ल्याइदिनु भएको मलाई ए मैले गीतै सुनेको छैन म यहाँ चाहिँ तपाईँलाई
गीत गाउँदैछु कि सुन्दैछु नि अन्त यहाँ बहिनीले पनि ल्याइदिँदैछ नि त मलाई यस्तो हुन्छ अरे नि त अब तपाईँहरू मन त्यो गीत ठिकै हो क्या हो मलाई मैले त्यस्तै हुन्छ नानी छोड्नु पर्दा क्या हो छिनफर छोडी जानु परे पराल जस्तै ए म गीत गाउनु गीत गाउन त सुन्दैछु नि अन्त बहिनीलाई पनि त दिनु पर्यो नि टाइम त अब त यता पो जा त उता म आमासँग बस्छु लु गीत गाउन नि त गान त बन्द भएको छैन नि अन्त है बहिनी गर्दिनँ म यहाँ धुनमा मजाले आमाले गीत गाउँछ भनेर आमाले सुनोस् भनेर गीत गाइ दिदी ए कता हिँड्नु ओ पल्लोपट्टि उयो भाइले हिजो गाई राख्छ दिदी दुध कति खान आउनु ल भन्दै थियो कि मैले आएको नि खै लु लु हाल्नुहोस् यहाँ लु कहिले आएको हजार म अस्ति ए जानेन निनी पो नानी पिपीलाई जिवा गरिदिनु न देऊ साइराम भनिदिनु ए साईराम खै नानीले भनेको उचुचुलाई पनि भनिदिनुहोस् साइराम भनिदिनु न यता कहाँ पो बिहा भएको भन्दै नि पो हजुर मेरो डाली ओरेन्ज भ्याली ए डाली हजुर हो? हजुर ए बस्नुहोस् न होइन, पिराले जाने हौ रानी बिगती खाएर आएको ए खाएर आउनु भएको ए यतै हुनुहुन्छ नि अहिले यतै सुन्छ ए हजुर आमाले हौ फुल रोप्नुहुन्छ अरे कि पट बोट नानु के जानु लाउनु भयो आँटेको अब सिनेरी हजुर सिनेरी त अस्ति लगाएर अलिक छिटो भएछ हेर्नु नि दिदी होइन ठिकै छ भइ पनि सकेछ पुरा अब आमाले सिजन फर्स्ट र रेन एन्ड कुलर्स लाउनुहुन्छ अरे गड ब्लेस यु आइज रुमाल छैन छिटै आइज आमाको अब यति बेला कहाँ काम गरेको बेलामा रुमाल टिपिरहनु अहिले नि हतारको बेलामा काम हुन्छ है बाउलाई बिस्तारी गर है लु जा अब अहिले म लुगा फेर्छु त ल जान्छौँ ल बहिनी हुन्छ नि बाई बहिनी त सिक्छ बाई बाई भन्दैन न मुखले अन्त खै बाबा यहाँ आऊ त छिच्ची बाई बाई चुचु पिपी भनिदेऊ न बाई चुचु पिपी राई चाहिँ के उयो राई नै हो होइन मङ्गर थापा मङ्गर हजुर बहिनी त सिक्छ बाई बाई भन्दैन न मुखले अन्त खै बाबा यहाँ आऊ त छिच्ची बाई बाई चुचु पिपी भनिदेऊ न बाई चुचु पिपी राई चाहिँ के उयो राई नै हो होइन मङ्गर थापा मङ्गर हजुर हजुर मङ्गर मङ्गर हो हजुर ल आमा एकछिन म आगो हेरेर आउँछु ल लु 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 थाहा न त अन्त यहाँ खनाउने लु खनाउनुहोस् कतिवटा भयो न नि आमा लु तपाईँलाई पिल्छाउने रेडी भयो अब हुँदैछ 12 वटा हुन टेक छ एउटा त 12 वटा एउटा 6 वटा हैन एउटा 6 वटा होला कतिवटा ल्याऊ अब यो भरि सब फुल्ले नि ल्याउ त ए बहिनीले त हौ पिपीलाई त मैलै पार्नु भयो त के गर्नु तिम्रो अन्त बाउलाई मैलै भयो हेर त लु हौ त्यसो गर होस् साइले लुगा फेरि यो उयो भयो त के भएछ लगा फेरि के हो अलिक झन्डै झन्डै उयो छ पहिला पानी हाल्नुपर्छ अब यो फुल हो तिमीले छुनु हुँदैन फुल बहिनी पहिला पानी हाल्नुपर्छ सर ल यो नछु है डोन्ट टच ओस् मै बोकेर जान्छु यहाँ पटमा हाल न बहिनीले छुइदिन्छ नि बहिनी छिचाउ छिचाउ अब तिमीलाई होइन यहाँ बस त यहाँ माटो भर न तिमीले झाडा हुँदैछ अब नो मोर पा यसो गर यसो सबै हिजोस् है ल फुल्दा कति एक हप्ता जस्तो लाइनहरू पनि बस्छ नि त हो गाडेको 3 दिनहरूसम्म चाहिँ पानी नहाल्नु भन्छ नि त अब यो भिज्यो होइन 3 दिनसम्म पानी हाल्नु हुँदैन होइन अन्त के भन्छ घाममा राख्नु हुँदैन भयो त्यही राख्ने जग्गा चाहिँ भएन गार्दिङ अलिक माटो कम भएन त्यसमा यो पानी हालेर सुकेको पो फुल्दा फुल्दा ओह्रालो जान्छ नि त थप्नु पऱ्यो नि त माथिबाट अन्त एकैचोटि उयो होइन फेरि भित्र बस्छ फेरि भित्र पस्छ ए बहिनी उयसमा हाल त पानी
पल्लोमा हाल खै पिरा हटाइदिउँ यसमा हाल यसमा त्यसमा हाल त यहाँ बहिनीले कट गरेको यसो हुँदैन म चाहिँ बारीमा आएको छु साग टिप्नु होइन यो चाहिँ हाम्रो बारी हो है अन्त यहाँ बाबाले लसुन रोपेको छ रेडी हुँदैछ यहाँनिर के छ धनियाँ गाजर र बिट छरेको छ हो अन्त यहाँनिर चाहिँ मुला हो अझै सकेछ कति आमाले कति रोपेको हुन्छ कि अन्त म चाहिँ सक्ने बेलामा आइपुगेछु टिप्स अलिक ठुल्ठुलो पत्ता हेरेर टिप्नुपर्छ नि त हो अन्त म चाहिँ बाबा चाहिँ काममा जानुभयो आज चाहिँ सन्डे आमाको छुट्टी हो अन्त झन्डै सक्ने बेलामा आइपुगेछु नि हौ झन्डै भेटिनँ रहेछु साग त मैले यो चाहिँ बिजन राखेको साग हो ठुलो छ नि त इस आफ्नो बारीको है अर्ग्यानिक खानु त साह्रो मजा आउँछ अब घर लगाएर जाउँ भनेको थिएँ कि सक्ने रहेछ यहाँ बसेर खाँदै मैले त हरियो मनपर्छ साग खानु कि त्यसले गर्दा मलाई यो धोएर रेडी पारिराख्छु नि त हो के मजा आएको हो आफ्नो बारी त होइन माइती घरको बारीको साग टिप्नु मैले अस्तिको पालि रोपेको थिएँ मजाले भएको थियो हो तर योपालि मैले रोप्नु सकिनँ साग ला भाँचिरहेको चाहिँ टिपिदिन्छु म चाहिँ साग टिपिसकेँ अब आमालाई चाहिँ बहिनीले कराउनु लाउँदै रहेछ हो आयो झन्डै पछाड्यो चल तिनजना बसेको गर बेबी म साग टिप्दैछु ए साग हेर त साग आमाले के टिपेर आएछ साग टिपेर आएछ आमाले खान्छ तिमी साग ल दिन्छु उपर हिँड न अन्त साग राखिहाल्छु नि फर्स्ट ल यस्तो छ मौसम एक सपना लगता है आना तेरा ये दिल मेरा सावन में मोरनी बनके मैं तो छम नाचू के साह्रो तातो पानी आएको हौ मैं तो छम नाचू सावरिया तेरी याद में सावरिया तेरी याद में तेरी चिट्ठियां बाटू हो सावन में मोरनी बनके मैं तो बहिनीले पट भर्दैछ हो फुल पनि रोपिसके चाहिँ यो चाहिँ सिजन थास 1 दर्जन लिएको अन्त रेनेन्कुलस चाहिँ के भन्छ आधी दर्जन मात्रै थियो त्यो ल्याए होइन यहाँ चाहिँ बहिनी आमालाई अलिक भए पनि नलेज छ नि है आमा हजुर अलिकति ढिलो भयो नि खोइ अब अस्ति आइज नलिएर भनेको मानेर ढिलो है 1 डिसेम्बर फर्स्टतिर लगाएको तर म चाहिँ अब त्यो त आम्मा म हेर ए फुलमा नलगाऊ है फुलमा हाल्नु हुँदैन है फुलमा काम गरेको अरे अलग्गै गुड गर्ल बहिनीले फुल बारिदिएको नि हौ म त पहिलाको कुराहरू धेरै मिस गर्छु नि घरमा धुला खाँदै बढेको है ठिक थिएछ हौ क्या आमा पहिला तपाईँले भन्थ्यो नि तपाईँले खानाहरू पकाइदिँदा भोलिपछि आफ्नै होटलमा खाना त्यहाँबाट थाहा पाउँछस् भन्थ्यो नि अहिले याद आउँछ नि हौ त्यति बेला त हाँस्थ्यौँ होइन के होटेल भनेको हामी त होटेल मात्रै सोच्थ्यौँ नि त अहिले चाहिँ आफू याद हुँदो रहेछ होटेल भनेको चाहिँ आफ्नो होटेल भनेको चाहिँ के हो भनेर है होइन तर सब्जी सोच्दै होटेल बिक्री हुँदैन नि त बहिनी मार्यौ नि बच्ची फुल त मार्यौ लु मार्यो न नि मार्यो बहिनीले यहाँले त त्यो लट्ठी फुल हेर्दा ऊ फुल मरिसक्यो ऊ अहिले गाडेको फुल यसलाई त म सानो पड्काउँदिनँ अहिले म पिटाइ उल्टा सुरा लगाइदिएछ पिपीले बहिनीलाई अन्त यो चाहिँ हाम्रो कठेर होइन यहाँ चाहिँ मैले आमालाई पानी तताइदिँदैछु आया नहुने आमाले चाहिँ फुल भरिसकेर नुहाउँछ अरे नि त अन्त यहाँबाट चाहिँ घाम आइसक्यो होइन लिङ्गे ऊ माथि चाहिँ अप्पर रेलिङहरू देख्छ हाम्रोबाट होइन कैजले अप्पर रेलिङ अन्त यहाँ चाहिँ घाम आइसकिसक्यो हाम्रोमा चाहिँ घामै आउँदैन हौ है आमा आमा के गर्ने यो मैले
यो चाहिँ हाम्रो घर। मलाई चाहिँ यतिको साग मनपर्छ भनेको अब चाहिँ हामी खाना खानु राटेको होइन। बारीकै साग होइन, बारीकै मुला, बारीकै घरकै कुखुरा। आमा चाहिँ यहाँ छ, आमा पनि खाना खान आउनुहुँदैछ हो। अब चाहिँ खाना खाएको गाइस, म चाहिँ खाइदिएको होइन, अब यी बजाइदिएको। अन्त आजलाई यति नै मेरो भिडियो होइन। हेर्दै गर्नुहोस्, नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई, मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होइन। अन्त फेसबुकमा पनि तपाईँहरूले भेट्नु भने फलो गरिदिनुहोस्। अन्त आज चाहिँ खाइदिएको है, लु बाई बाई, चियर्स।